म चाहिँ लास्टको सिटमा परेको छु है गाइज टक्क लाएर यतापट्टि म चाहिँ लास्टको सिटमा परेको छु 0.मा मिलाउने हो ओके छ 0.मै मिलाउनै भए पनि म लास्टमै पढ्ने होला है हामी चाहिँ खासमा पिके जान लागेको है पिके पिआई के हो स्पेलिङ पनि पिकेको PIKKEY होइन ओके फर्स्ट टाइम जाँदैछु पिके अब हेरौँ कस्तो हुन्छ यो चाहिँ हामी चिया ब्रेकमा छौँ मैले चिया ब्रेक पत्तले भन्ने ठाउँमा पत्तालेको मगर होटलमा छौँ खास मगर होटल हजुरहरूले यात्रा क्रममा हामी यहाँबाट गाडीबाट आएर यस्तो चढ्दै भन्नाले पनि आउँदै यहाँदेखि यहाँ पत्ताले यहाँनिर छौँ होइन त्यसमा यहाँदेखि यहाँसम्म गाडी जान्छ त्यसमा यहाँदेखि यहाँ हामी बास बस्ने चाहिँ कहाँनिर बास बस्ने यही हो भनेपछि यहाँदेखि हिँड्दै यहाँ पुग्नु पऱ्यो नि त बिहान माथि जानु पर्यो पिकेमा यहाँदेखि यहाँ चाहिँ बिहान जाने ओके खाना उयो भइसक्यो पसिसक्यो हामी चाहिँ अहिले पत्तलेमा खाना खानलाई बसिराखेको छौँ अब यहाँबाट हामी खाना खाएर अब फेरि गाडी चढेर जानेछौँ हाम्रो गाडी चाहिँ यहाँसम्म मात्रै आउने भयो है यहाँदेखि माथि चाहिँ अब हामी हिँड्नुपर्ने सिचुएसन आएको छ हामीले यहाँ शुभम सरले त हाई गरिदिनुहोस् त यहाँ 3 करोड मान्छेले हेरेर हुन्छन् मेरो युट्युब च्यानलमा हाम्रो गाडी चाहिँ यहाँबाट जान नसकेर फर्किरहेको अवस्था छ होइन टक्कै लगाएर अनि यहाँनिर हाम्रो ट्रेकर्सहरू चाहिँ यहाँनिर आगो पुग्ने ठाउँ के भन्छ यसलाई चुलो होइन फुक्दिम परेको म भेट्छु ओ शुभम सर तपाईँ पोटर हो कि क्यामराम्यान हो अल इन वान आगो तापिरहेको अवस्था हामीले यहाँ आगो तापिरहेको छौँ हामी आगो ताप्नु यहाँ आइदिनु है सलेटबाट कडै रहेछ हामी त अघि कसले माछा पुगिरहेको छ भने माछा पुग्ने ठाउँ तपाईँ चाहिँ किन त्यहाँ बस्नुभएको अरे यहाँबाट चाहिँ पनि हामी बुलबुली पुग्नलाई 1 घन्टा होइन त्यहाँबाट माथि स्टिमिट कति आवर्स भन्दै हुन्थ्यो 3 घन्टा यस्तो हिँडाइले 3 घन्टालाई 5 घन्टा हुन्छ 5 6 7 एटलिस्ट 5 to 6 आवर्स हिँड्नुपर्छ होला सायद हामी वे टु गिम्बा वे टु धाप वे टु बिगे राखोपा शेर्पाहरूको जस्तो ठाउँमा बोल्नु पर्यो नि त वे टु पिगे हामी पिगेतिर जाँदैछ क्रिस का सुनेको गाना तर हामीले आँखाले हेरेको जस्तो चाहिँ मोबाइलमा क्याप्चर गर्दै नगर्ने के त्यो चाहिँ सो अनसेटिस्फाइड यहाँको जङ्गल
यो जङ्गलमा अस्ति हाम्रो बाघसँग जम्काभेट भएको थियो। नमस्ते दाइ भनेर फर्क्यो। एक क्रेट अन्डा, दुई जम्बो ड्यु ल्याएर दिइराखेँ नि घर। बाघले तिमीलाई अँ यो चाहिँ हाम्रो टिम। हामी लगभग 13 जना छौँ। के हो गिटार बङ त क्रिसका सुनेको गाना यो ठाउँको नाम चाहिँ के हो भन्दैछु कि म चाहिँ। हेलो भाया कैसे हो? आप कहाँ से हो? हम जनकपुर से आया है। आप जनकपुर से? हाँ बगल के। तो आप कहाँ रहती हो? हम रहते हैं भक्तपुर पे। भक्तपुर के आसपास कौन सा बंगाल पे रहते हो? बंगाल पे नहीं, कोठे पे बैठते कस्तो दामी ठाउँ है। हैं। दामी तो ठाउँ छ नि। मलाई त मन पर्यो यार। पछि चाहिँ के गर्यो एउटा हेलिकप्टर किन्न सक्यो भने म चाहिँ त्यतिर सिफ्ट हुन्छ है। ग्लेसियर माथिसम्म जानु न। ग्लेसियर माथिसम्म जानु न। यस्तो पोज दिनु कस्तो? जस्तो बहिनी। अँ भयो बस्नु न बस्नु। गीत बजाने त म एउटा टिकटक बनाउँछु। वैशाख महिनामा फुल फुल्यो तिमीलाई देखेर मन भुल्यो मैले तिमीलाई खोजेको तिमीले कसलाई रोजेको। अनि त्यसपछि के भयो? परदेशको मेरो के हो रे? जे पनि हो मेरो है। परदेशको मेरो जे पनि हो मेरो कालो चस्मा लाउ भन्छ पिराती लाउने आऊ भन्छ मैले तिमीलाई खोजेको है तिमीले कसलाई रोजेको तिमीले कसलाई खोजेको परदेशको मेरो जे पनि हो मेरो। गाइस रेकर्ड भइरहेछ ओके भइरहेको छ। हामी चाहिँ यो ठाउँ पनि थाहा छैन होइन। हामी त्यहाँनिर पुगिरहेको छ टक्क बारेर हामी चाहिँ पिके जानु लागेको छैन। टक्क लागेर पुरा तेज अवस्थामा हावा चलिरहेको छ है। अनि त्यसपछि खासै अपडेट के पनि छैन है। फर्स्टमा जान्छ फेरि हामी हो नि त। फेरि हाम्रो सर चाहिँ पछि आउँदैन हुन्छ है टक्क लगाएर। उहाँहरू चाहिँ हिँड्न नसक्नु पऱ्यो होला होइन हो कि न सोल्टी। अन्त टक्क लगाएर हामी चाहिँ पुरा है हिँडिरहेछौँ एच पारामा। अनि यो सबैभन्दा अहिलेसम्मको चाहिँ टप हो होइन। यहाँ मान्छे हिमाल पनि छैन। हामी सायद यहीँबाट हामी फरार हान्छौँ होला है। यहाँबाट तल गुल्ट्यो भने चाहिँ सोल्टी सिधै कोसीमा हो नि त फेरि है। यहाँदेखि तल चाहिँ त्यो एउटा साथी हो। यहाँबाट आउनुभयो भने यहाँ तल चाहिँ नजानु होला होइन। अहिलेदेखि नै तपाईँहरूलाई वार्निङ। बरु यो बाटोतिर अर्थात् होइन यो बाटोतिर हिँडिदिनु होला। अनि अहिलेको अपडेट चाहिँ यति नै छ। यहाँ टक्क लगाएर दुईजना सोल्टीहरू चाहिँ यहाँ बसिरहनु भएको छ है। ओके गाइस ओके गाइस अहिले चाहिँ बाई बाई ल। मर्नुहुन्छ ए यस्तो चाहिँ के मङ्गलबार त गाड्नु नि के साह्रो छिटो गर। लास्टै ओह्रालो छ नि त। हामी 1 आवरको बाटो भन्ने बाटोलाई चाहिँ हामी करिब 2 आवर्स लगाएर हामी टिपटप होटल एन्ड लज बुलबुले। टिपटप होइन हिलटप। सरी गाइज माई ब्याड। हिलटप भन्नेमा आइपुगेको छौँ होइन।
खासै बोल्न पनि सकिरहेको छुइनँ किनभने मेरो मुख चाहिँ चिसोले पौडिरहेछ। सो गाइस अब चाहिँ हामी सिधै यहाँबाट उकालो लाग्छौँ है। बुलबुले बुलबुले वाउ ब्रेभो हामी पनि कहाँ मान्छौँ र है भाइ। हामी पनि नसक्ने को छ भाइ। हामी पनि नसक्ने को छ भाइ। घाम पनि देखाइदिउँ न। पिकेको घाम चाहिँ यस्तो लाग्छ है गाइज। तिम्रोतिर कस्तो लाग्छ? ल बुझे हामी चाहिँ अहिले ल बुझेमा छौँ। शेर्पा जस्तो बोल्नु पर्यो नि त होइन। हामी ल बुझेमा आइपुगेको छौँ अहिले। ल बुझेको स्थिति यस्तो छ टक्कै लागेर ल बुझे ल बुझे रात परिसकेको छ गाइज। हामी धेरै माथि उचाइमा छौँ है। तिमीहरूले सुनाएको छ कि छैन मेरो भोइस बट अल्सो स्टिल मेरो मुख जाडोले बाउड्यो कसले प्रयास गरिरहेको छु। एकदमै रात फुल्ला फुल्ला जस्तो भइसक्यो। कति बज्यो अहिले? 5:41 हामी अझै पनि यात्रामा छौँ। हामी अझै पनि पुगिरहेको छैन हाम्रो डेस्टिनेसनमा। हाम्रो चाहिँ एडभेन्चर चाहिँ अलिक टप नै भयो होइन। टप त्यो के अरे बाटो यहाँनिर कता हो भन्दै सोध्दै हिँड्नुपर्ने सिचुएसन छ होइन। हामी हराउनु पनि सक्छौँ तर हामी हराउँदैनौँ। सो गाइस फाइनल्ली हामी चाहिँ आइपुगेको छौँ। यहाँ क्यामेराले चाहिँ खासै क्याप्चर गरिरहेको छैन सिनहरू होइन। किनभने त्यस्तो साह्रो राति पनि भएको छैन। हामी चाहिँ यो होटलमा बस्न लागिरहेको छौँ। त्यस्तो साह्रो रातो परेको छैन। अहिले भनेपछि 7:09 भएको छ। यहाँनिर पनि राम्रो बिल्डिङ रहेछ। सायद भोलि बिहान म तपाईँहरूलाई देखाउँछु। अनि यही हो हामी बस्ने रुम। के चाहिँ यताबाट होला सायद। कहाँबाट दिवा सर कहाँबाट पस्ने? उताबाट रे। यहाँबाट रहेछ। सो गाइस फाइनल हामी आइपुगेछौँ। नमस्ते नमस्ते। अनि कुद्ने टाइम मैले भनेको त्यहाँ आएको चाहिँ गाडी हिँड्ने बेला चाहिँ अलिक स्पिड चिम्नी गाई चाहिँ चिम्नी। अलिकति तपाईँहरू यो चिम्नी चाहिँ आगो ताप्ने। केही देखिँदैन है।
त्यस्तो यो मन त्यसै मर्ने नै भयो सबै लाउने लु सबै लाउने लु लु त्यही भयो नि गाइदिउँ न त लु रात त्यसै ढल्किँदैछ मिठो बात गर रात त्यसै ढल्किँदैछ भोलि फेरि एकान्तमा रोले फेरि एकान्त यो चाहिँ हाम्रो बेडरुम आइस होइन यस्तो छ म त्यहाँ सुतिरहेको छु चिसो छ धेरै धेरै चिसो छ हामी चाहिँ बिहान यहाँबाट हिँडिसकेको छौँ सनसाइन हेर्नलाई यहाँबाट भन्दा पनि बेस क्याम्पबाट अनि एउटा सनसाइन हुँदैछ होइन टक्कै लगाएर अझै हाम्रो डेस्टिनेसन यहाँनिर हो हाम्रो मिसहरू सबैबाट यहाँबाट आउँदै हुनुहुन्छ तर उहाँहरू देखिनुहुन्न किनभने अहिले पनि राम्रोसँग उज्यालो भएको छैन हामी चढ्दैछौँ हामी पिगिराएर पुग्न लागिसकेको छौँ यतातिर सनसाइन भइराखेको छ अहिले होइन अझै पनि माथि पुग्नुपर्ने छ यहाँनिर यहाँबाट हेर्दाखेरि चाहिँ दुईवटा जस्तो डाँडो देखिराखेको छ होइन तर त्यस्तो साह्रो क्लियर देखिरहेको छैन किनभने कालो नै भइरहेछ अनि यता सनसाइन पनि भइरहेको छ अहिले म चाहिँ अगाडि छु साथीहरू पछाडि आउँदैछन् गाइस अहिले पनि खासै के देखिरहेको छैन क्यामेराले खास क्याप्चर गरिरहेको छैन कि यतातिर हिमालले स्पष्ट रूपमा देखिन थालिसक्यो होइन अझै हाम्रो डेस्टिनेसन यहाँ छ करिब करिब नजिक आइपुगिसकेका छौँ हामी चाहिँ यहाँनिर अर्को टिमहरू छन् होइन अरू टिमहरू यहाँहरू हाम्रो टिम यहाँ छन् हामी यो बाटो हामी जाँदैछौँ अझ मेरो क्यामेरालाई राम्रो क्याप्चर गर्न पाइरहेको छैन बट स्टिल पर्सनल्ली म चाहिँ फिल गर्न सकिरहेको छु होइन बाटो यस्तो छ है यस्तो बाटोबाट हुँदै जानुपर्ने रहेछ एकदमै हावा चलिरहेको छ एकदमै चिसो म चाहिँ यस्तो साह्रो एक्साइटेड भइरहेको छु कि मैले मेरो साथीहरू तलै छोडिरहेको छु है अहिले सो स्टिल म चाहिँ एक्लै छु है मेरो साथीहरू आइरहेको छन्
मौसमले पनि खतरा साथ दिइरहेको छ है अनि सनराइज यता छ यतैसम्म छ त्यसपछि आएर यता हिमाल मेरो फोनले खासै राम्रो क्याप्चर गरिरहेको छैन कि तपाईँको चाहिँ मजा भयो नि यता आउनु यता यता साइडमा आउनु सनराइज मौसमले पनि ठ्याक्कै साथ दिएको छ है यो चाहिँ भनेको नुम्बु र कालेबुङ हिमाल हो यो चाहिँ दुर्पिनमा जाँदा पर्छ अनि यता आएपछि चाहिँ हामीले यो एभरेस्ट रिजनहरू आउँछ एभरेस्ट चाहिँ यो यहाँनिर यो अझै यता ओ योनिर हो यो पछाडिको टुप्पो हो होइन अनि अब यता कञ्चनजङ्घा भइहाल्यो अनि अब यता चाहिँ हामी लाङटाङ गोक्सुरमा गौरी शङ्करहरू आउँछ अनि त्यो परको एरिया चाहिँ लाङटाङहरू हिमाल हो अनि उता मनासलु अन्नपूर्ण त्यसपछि त उता परैसम्म त मनासलु चाहिँ त्यो परको ल मनासलु कुन चाहिँ हो भन्दाखेरि नि यो भिडियोमा देखाउ त यो यहाँ देखाउनु त ल कुन हो जुम गरेर देखाउँछु म ल जुम गर्नु अलिक धेरै जुम गर्नु त अझै योनिर त्यहाँ ठ्याक्कै एउटा यहाँ मैले उमा हो यो रेन्ज यो चाहिँ होइन त हो यो परक हो त्यो रेन्ज थाहा भइहाल्छ नि कहाँ छ खै मनासलो मनासलु त्यही त्यही हो कि यता माउन्ट एभरेस्ट पनि देखाउनु त क्याप्चर गर्छु गर्दैन उनीर हो माउन्ट एभरेस्ट चाहिँ कहाँनिर भन्दा नि अझै यतै लाग्नु पर्यो लेफ्ट अझै लेफ्ट हो यो यहाँनिर हो यो यो साइडमा हो त्यही हो यही हो के मकालु पऱ्यो अनि मकालु त अब यो शङ्कर यता छिरेपछि त मकालु नै हो त तिमीले जुन त्यो पोखरी भन्थ्यौ नि ताल हो त्यही हो यही एभरेस्ट त्यहाँ छ होइन हो यही हो एभरेस्ट देख्यो यहाँ तिमीले फेस मिलाउँछु कि एक दुईवटा त्यो स्पटमा अनि एक दुईवटा यहाँ भिडियो ल भइहाल्यो मलाई अनि त्यसपछि फाइनल क्लिप भिडियो त खिच्नु पऱ्यो नि त होइन तपाईँ भिडियो बनाइदिउँ भिडियो हुनु पर्दैन होस् फोटो छँदैछ भिडियो किन चाहियो र फाइनल क्लिप अब यतिपछि चाहिँ सक्यो अब यहाँबाट फर्केर जाँदैछौँ लगभग पिके बाटो देख्ने भ्यू यस्तै हो हजुर भयो हुन्छ जाउँ कहाँबाट
उता बाटो माथिको बाटो यता अझै सर्टकट हो नि त आँखामा नखिच्नु न कस्तो सुनिरहेछ केमा चाहिँ खिच्नु हुन्छ आँखा चोखो तपाईँ र मेरो त आज त फोटो त यस्तो मात्रै हो क्या हिजो राति 5 बजेको होटल चाहिँ यो है गाइज हिजो रात परेर केही पनि देखेन अहिले चाहिँ क्लियर भइरहेछ नेपालमा आएको छैन आगा सर तपाईँ देखेन नि त गुड को बाँकी छ यति नै होला हाम्रो गुरुजी हजुर दामी आएको छ उहाँको फोनबाट हामी चाहिँ फाइनल यहाँबाट हिँडिसक्यौँ अब हामी हिँड्दै हिँड्दै धाप होइन हामी पुग्नुपर्ने हिँड्दै हिँड्दै हामी धाप पुग्नेछौँ त्यसपछि त्यहाँनिर चाहिँ गाडी चढेर हामी यहाँ सल्लेर जानेछौँ हजुर झाब्रे झाब्रे झाप्रे गाडी चाहिँ झाब्रेमा छ धापमा चाहिँ के छ धापमा त पिच रोड छ धापमा चाहिँ पिच रोड छ अरे अनि झाप्रेमा चाहिँ गाडी छ अरे लगभग हामी 5 घन्टा जति हिँड्नुपर्छ होला त्यो भने चाहिँ आऊ है भनेको मलाई फलो गरे भनेको ग्लेसियर सिङ्गान चुहेको चुहे गरिरहेको छ है गाइज यता हेर्नु हाई गर्नु ल दिबो सर के अरे छोटकरीमा भनिदिनुहोस् हिजोको यात्रा यहाँ माथिसम्म देखाइदिनु ओके पिके पिक होइन त अनि ठाउँ रहेछ हजुर अलिअलि यस्तो ठाउँमा रमणीय दृश्यको आनन्द लिनुको लागि यतिको दुःख त गर्नै पर्ने रहेछ अलिलाई जस्तै अल्टिट्युड सिक्नेस हुनेहरूलाई भयो होइन अलिकति दीर्घ रोगीहरू चाहिँ अलिक गाह्रै होला गाह्रै हुने हो मात्र पनि आम हामी जस्तो नर्मलहरू चाहिँ आउँदा हुन्छ आउनै पर्ने होइन आउनै पर्ने ठाउँ उयो डाँडा साथ चाहिँ हामी कट्नुपर्ने डल्लै यो डाँडा डल्लै कट्नुपर्छ त्यहाँबाट फेरि तल झर्नुपर्छ नि त अनि हाम्रो टिमहरूको टिमवर्क कस्तो रह्यो त टिमहरूको टिमवर्क हिजो त छता चल्दै थियो बेलुका चाहिँ राति पुगिसकेको थियो अँध्यारो हुन्थ्यो होइन एकजना अननोन थियो होइन बाटो पनि थाहा थिएन लगभग अन्दाजीमा नै आइपुग्यो तर यतिको दुःख शास्ति भइसकेपछि मेमोरेबल हुने भयो एउटा मनै आनन्द छ जस सोचेको कुरा पुगेको छ होइन भनेपछि हामी यहाँनिर आएको चाहिँ खासै खेर चाहिँ गएन गएन फाइदै भयो फाइदै छ एकदम फाइदै छ अब एकपल्ट यो बाटो अवल पनि मनपर्छ हिजो आएको बाटो हामी अप यो क्या साह्रै अप आयौँ कि यसलाई क्या हिजो हामी अप नै आएको एकदमै अप हल्का फुल्का अब यसो छड्के छड्के पनि छैन नि त सिधै उकालो यही हाम्रो बाटो शुभम सर ल भन्नुहोस् यहाँ हाम्रो ट्रिपको छोटकरीमा कस्तो के रह्यो फर्स्ट टाइम आउँदा चाहिँ एक्सपिरियन्स एकदम दामी हो नि तर सेकेन्ड टाइम चाहिँ फर्केर चाहिँ आइँदैन त्यो डाँडामा हात निकाल्नु गाह्रो भएकोले नै एकदम धेरै प्रब्लम तर मजा चाहिँ ओभरअल एक्सपिरियन्स चाहिँ राम्रै भयो भनेपछि हामी यहाँनिर आएको चाहिँ खासै त्यस्तो ब्याड एक्सपिरियन्स चाहिँ भएन वेस्ट भएन ओके टिमवर्क कस्तो रह्यो टिमवर्क ठिकै छ अहिले हिजो चाहिँ छाता छुट्टै थियो आज चाहिँ दुईजना बहिनी चाहिँ ऊ डाँडामा आउँदैछ ऊ पर ऊ जुम गरेर देखाइदिउँ त हिँड्नु मिनु अब हामी सिधै ओह्रालो लाग्छ भने त सर सिधै ओह्रालो त त्यसै ट्रेक रुट त्यो डाँडा चाहिँ काट्नु पर्यो त्यो डाँडा त चट्टै काटेर अर्को डाँडा पुग्नु पर्छ नि ओके
यहाँबाट आउँदैछ बाटो त खत्तम छ नि हो फोटो सेसन हुँदैछ त्यहाँनिर हामी हिजो आएको ठाउँ हिजो हामीले के खाएको ठाउँ रे यो हामी चाउचाउ खाजा खाएको ठाउँ होइन हाम्रो जनताहरू यहाँनिर छन् हाम्रो मेन पुर्खा यहाँ हुनुहुन्छ मेन पुर्खा यहाँ छ है हाम्रो मेन हाम्रो पुर्खालाई अलिकति स्ट्रेचर भए पनि कसले बोक्नु पो हुन्छ त फेरि यहाँदेखि अझै पनि हामी हिँड्नुपर्छ तल गाडी भेट्नलाई ब्लगर हामीले क्यामेराम्यानको हालत हेरौँ यहाँनिर फाइनल्ली गाडी चढ्ने ठाउँ हामी आइपुगेको छौँ धेरै आवर्स पछि यहाँबाट चाहिँ हामी गाडी चढेर जान्छौँ है त गाइज